किन एउटा धोका पाएका मान्छेहरू यसो हुन्छन् बोल्न लाज भन्ने गफ गरेर तल आफ्नो भाषा तल आफ्नो भाषा बोल्न आउँदैछ कि असै भन् त खै बोल्न एकचोटि हाम्रो सरकार कहाँ हाम्रो ल्याङ्ग्वेज हो त अरे यहाँ उभिएको खेच है कस्तो हो एक्सन नि ल अब चाहिँ हामी यहाँ रेडी भएर नुहाउनु लागि रेडी छौँ होइन यहाँ मैले के देखेँ होइन क्या देखेँ अचम्मै अरे के हो यो कसको काम हो यो लेख्ने यो एलिसाको यो एलिसा प्रदीप भन्ने यार यार पढ़ाई लिखाई में ध्यान लगाओ आईएएस बनो और देश को संभालो अब यहाँ चाहिँ हामी निस्किनुपर्छ चाहिँ हामीले फोटोसोटो हान्यौँ राम्रो बाबाले हाम्रो काले दाइलाई पनि गएर निकालिदिएँ होइन लासाराम किन दाइ कहाँ साँच्चै कालो हो कि मैले मजा गरेँ भन्नु कालै छु त्यो यहाँ के हेर्दै थाहा हुन्छ क्या भेट भयो गौमाताले त यतै बस्ने कुरो भयो त पछाडि बसाइदिउँ खानेकुरा दिनु पऱ्यो भनेर पछाडि बसाइदिउँ न हेलो नमस्ते वेलकम छ तपाईँलाई हाम्रो नयाँ भिडियोमा अनि आज चाहिँ हामी यस्तो घुम्दैछौँ कि होइन कता भन्दाखेरि हाम्रो कैलालीको चाहिँ बालीतिर जाँदैछौँ अनि मलाई लिन्छ एउटा दाइ आइसक्यो होइन अनि दाइ र म उता अगाडि जान्छौँ अगाडिबाट चाहिँ अनि अर्को दाइलाई लगेर हामी त्यहाँबाट चाहिँ अगाडि बढ्छौँ अनि ल ढिला नगरी हामी चाहिँ यहाँ आइपुग्छौँ आज एकदम पर्फेक्ट ल अब यहाँबाट चाहिँ हाम्रो जर्नी स्टार्ट भयो होइन अब हामी अहिले चाहिँ हामी ठ्याक्कै कैलालीको यो लम्की भन्ने ठाउँमा छौँ होइन लम्कीमा चाहिँ हामीले आफ्नो एउटा दाइलाई चाहिँ यहाँबाट लग्नेवाला छौँ उतै पनि जाने भन्दै थियौँ त्यही भएर चाहिँ हामीसँगै जाने भनेको छौँ अब उता दाइ चाहिँ उता कुराले लिनु चाहिँ गइसक्नुभयो अनि म चाहिँ यहाँ लम्कीमा छु होइन लम्कीको माहौल यस्तो छ यो हेर्नुहोस् होइन जस हामीले आफ्नो ठाउँबाट चाहिँ गर्नुपर्ने काम गरिसक्यौँ घन्टीलाई जितायौँ होइन अब जस सरकारमा गएर राम्रै काम गरौँ त्यही नै छ अब हामी चाहिँ यहाँ अब दाइलाई भेट्न जान्छौँ होइन के छ दाइको हालचाल अगाडि बढ्यौँ अहिले चाहिँ हामी ट्याक्कै भित्र आइसक्यौँ होइन हजुरहरूलाई त्यसको चाहिँ आइम्यूभन्दा खतरा रहेछ रेडी भएको छैन यस्तो बेजत गऱ्यो होइन अझ फेरि के भन्छ भन्दाखेरि होइन त्यो के अरे टाढा भयो अरे त्यहाँ आज एक दिनमा भ्याउन भन्छ 2-3 दिन लाग्छ भन्छ अब के भन्नु यो दाइलाई होइन यत्रो दिन भन्दा भन्दै पनि भएन के गर्ने गाह्रो पाऱ्यो दाइले अब हाम्रो त्यो बाली जाने सपना चाहिँ अधुरै नै भयो के गर्नु अब हामी चाहिँ नजिकैको डेस्टिनेसन खोज्छौँ अब कुन ठाउँमा छ अब त्यो ठाउँमा जान्छौँ त्यो कारण चाहिँ मलाई लास्टै अब झाउ बनाइदियो कि अल्छी लाग्ने काम गऱ्यो होइन अब ठिकै छ अब हेर्दै गर्नुहोस् नजिकको ठाउँ पनि राम्रो छ भन्थ्यो अब राम्रै होला लाइट बन्द गर्ने होइन अन्त त्यस्तै हो अब यहाँबाट चाहिँ यसरी भन्दाखेरि यो दाइले चाहिँ लास्टै औडा गरेको भएन ठिक लागेन दाइ कहाँ जाने खोइ यहाँ कहाँ घुमाउने भन्दा त अब एकचोटि कहाँ घुमाउने आइज न चिसा पानी के चिसा पानी कहाँ घुमाउने चिसा पानी घुमाउने भन्छ चिसा पानी त आफ्नो ठाउँ हो जहिले घुमेको ठाउँ त्यही नै ठिकै छ त्यसको वरिपरि यस्तो नुहाउने ठाउँ छ अरे नुहाउने ठाउँ पनि मिल्छ अरे ल अब हामी चाहिँ त्यहाँ गएर नुहाउने अब त्यही गर्ने हेर्दै गर्नु होला त्यो ठाउँ पनि बाबाले छ मन्दिरहरू बनाएको छ अरे नदीको कर्णालीको छेउछाउमा अनि त्यो बालीवाला भाइब चाहिँ अब हल्का कमै हो त्यही नै ठिकै छ हेर्दै गर्नुहोस् यो चाहिँ अब म पार्टीको यो
छैन उता आज यताबाट पनि जाँदैछ उता पनि जाँदैछ हाम्रो भोट ग्राउन्ड हुने ठाउँमा चाहिँ सबै मान्छे भेला भएर चाहिँ त्यहाँबाट चाहिँ त्यो विजय र्याली तासेर होला होइन उनीहरूले भनेको छ अब यो चाहिँ एकदिनमा स्टार्ट हुन्छ होला विजय र्याली अनि हाम्रो चाहिँ त्यहाँबाट टाइम भ्यायो भने त्यहाँ पनि पुग्छौँ एकचोटि विजय र्यालीमा होइन ल Remember the days we were young, wild and free, basic getting sprung. We used to dance the night away, hang out the whole next day, laughing. ल अहिले चाहिँ हामी ट्याक्कै यो चिसापानीको ट्याक्कै लेफ्ट साइड यो साइडमा छौँ होइन यहाँ चाहिँ अब हाम्रो फोटोसुट भइरहेको अब दाइले चाहिँ यस्तो पोज दिँदैछन् अनि मैले चाहिँ फोटोसुट हानिदिइरहेको छु कस्तो दामी हानिदिउँ ल नाइस भयो होइन बबाल कस्तो देखिरहेको थाहा होइन यो नाइस छ फोटो होइन ल उनीहरूको पोज नि देखाउँछु म कस्तो देखाउँछ पोज कस्तो हान्छन् केटाहरूले फुल हानिदिउँ पोर्ट्रेटमै चाहिने हो ल नाइस अब केटा यहाँ उभिएको खिच है कस्तो हो यो एक्सन नि ल नाइस आयो होइन अँ ल तेरो खिचिदिउँले कस्तो छ हेर्दा म त एकदम सिम्पल फोटो खिच्छु होइन अब यहाँबाट चाहिँ अहिले यस्तो ठाडो गरेर नुहाउनु जानुपर्छ भन्ने कुरा भइरहेको छ नुहाउनु पानी एकदम चिसो हुन्छ यस्तो गर्मीमा त्यो पानी पायो भने एकदम मजा आउँछ कि फेरि अनि एकछिन फोटोसुट गर्छौँ अनि हामी यहाँबाट चाहिँ नुहाउनुको लागि हिँड्नुपर्छ तल ओके फोटोसुट गर्नुसम्म भेटौँला ओके छ अब हामी चाहिँ नुहाउने भनेर तल आइसक्यौँ अब म चाहिँ नुहाउँछु होइन अरूको थाहा होइन आउँछ हल्का त्यस्तो भगाउने यो बगाउनेलाई होइन नि त रहेछ नुहाइहाल्छु यार यतिमा त ल अब हामी यहाँ चाहिँ नुहाउनु जान्छौँ होइन केटाहरू पनि रेडी भएर आउन् यतिमा नुहाइहालिन्छ के ठुलो कुरो भएर यार चोट लाग्छ नि फेरि यहाँ अड्किन्छन् मान्छे के हुन्छ भन्दा अड्किन्छन् क्या यहाँ ढुङ्गामा किन लाज मान्दा चाहिँ आजभोलि पहिला त बोल्दैछु त निकै आजभोलि म एकदम शान्त भइकिन यहाँ धोका पाएका मान्छेहरू यसै हुन्छन् बोल्न लाज मान्ने त गफ गरेर तल आफ्नो भाषा बोल पहिल्यै थाहा हुन्छ कि दाजु हो कि होइन तल आफ्नो भाषा बोल्न आउँदैछ कि असै भन्दा आउँछ के बोल्न एकचोटि एकचोटि बोल न के गर्दैछ त यार यसो यसो बोल्न आउँदैन दाजु असाइम मात्रै होइन यसलाई के पनि आउँदैन है अरे आउँछ के बोल्न यो अब्की बार बालेन सरकार जुम्लाको अब्की बार भने कहाँ हाम्रो ल्याङ्ग्वेज हो त अरे मधेसी मधेसको हो मैथिली मधेसको मैथिली होला सायद खै ल यहाँबाट चाहिँ एकचोटि अझ फेरि फोटोसुट गर्नुपर्ने भयो यहाँबाट चाहिँ हामी फेरि ए ढुङ्गा पनि रहेछ त्यहाँ नुहाउनु लागि रेडी हो फोटो खिच्ने ल फोटोसोटो खिचेर अनि हामी चाहिँ अब नुहाउँछौँ अनि नुहाएर अनि त्यसपछि एकचोटि ड्रोन चाहिँ ल्याएको थियो होइन यसमा छ ड्रोन तर यहाँ चाहिँ खिच्न दिँदा होला कि उता पुलिसहरूबाट के लग्नु पर्छ अब त्यो चाहिँ लगाएर अब ऊ भएन त्यही भएर हामी चाहिँ हल्का फोटोसुट गरेर यहाँबाट चाहिँ नुहाउँछौँ अनि त्यसपछि निस्किन्छौँ होइन हेर्दै गर्नु होला अहिले नुहाएको कस्तो छ पानी त्यो पनि टेस्ट हान्नुपर्छ ओके छ ल अब चाहिँ हामी यहाँ रेडी भएर नुहाउनु लागि रेडी छौँ होइन अब यहाँबाट नुहाउनु जान्छौँ पानी एकदम चिसो छ होइन Having fun. भाउ हान्न त हुन्छ हौ कति गइरहेको चिसो त चिसो छ Summer love, you have no idea what you did to me. Summer love.
हामी चाहिँ अब यहाँको गएर चाहिँ अब हामी यहाँबाट माथि लाग्दैछौँ होइन पुलतिर। अनि पुलमा गएर चाहिँ अब हल्का टाइममा जान्छौँ। त्यसपछि उता हल्का चाहिँ एउटा मन्दिर छ होइन, त्यहाँ मन्दिरको चाहिँ हामीले एउटा भ्यू सर्ट लग्ने चाहिँ सोचिरहेछौँ। यदि दाइले लग्यो भने चाहिँ गइन्छ। बाइक चलाउँछु होइन, मेरो बाइकको ड्रोन हो नि त। ठिक छ त, सँगसँगै नि नाइस ओके छ। बाबा लाउने हाल्यो, फिल्म सुटिङ गर्छ नि यार। हुन्छ हुन्छ ल। अब हामीले चाहिँ अगाडि ड्रोन सर्ट त्यो लग्छौँ। अनि हेर्दै गर्नु अब यतिसम्म हेरिसक्नुभयो, माया देखेन होला कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला, अनि सेयर पनि गरिदिनु। अहिले चाहिँ हामी ट्याक्कै चिसापानीमा छौँ होइन। यो चाहिँ चिसापानीको मेन मन्दिर क्या, यो मेन मन्दिर भन्छ यार, मेन पुल क्या। यहाँबाट चाहिँ चिसापानी स्टार्ट सकिन्छ होइन, यो पारिबाट चाहिँ चिसापानी एन्डिङ हुन्छ, त्यसपछि बढ्दा चाहिँ सुरु हुन्छ। अनि अहिले चाहिँ हामी ठ्याक्कै यो कर्णाली पुलमा छौँ। अब यहाँ चाहिँ हामीले एकचोटि यस्तो घुमघाम गर्छौँ। यहाँ मान्छेको खोलो चाहिँ धेरै छ है, यहाँ एकदम बवाल धेरै रहेछ क्या। अनि हामी चाहिँ त्यहाँ एउटा यताउता हेरेर अनि त्यहाँबाट चाहिँ निस्किन्छौँ के हो चाहिँ। अहिले चिसापानीको पुलमा चाहिँ धेरै मान्छेहरू आउनु थालेको कहिले खासै हुँदैन। अहिले चाहिँ खोइ के कारणले हो, भिडभाड धेरै भइसक्यो। पानीको पुल नै कति धेरै भइसक्यो क्या। के हो ल, हामी चाहिँ अहिले ड्रोन उडाउने भनेर मिल्छ कि मिल्दैन भनेर सोध्दै दाइले दाइ क्या बबाल चल्छ क्या पावर अनि के ल। हामी चाहिँ यहाँ जान्छौँ यता तपाईँको हामी भने त्यो ड्रोन उडाउनु मिल्छ कि छैन? नै जुन उबाट जिल्ला प्रशासनको दिने हो, स्वीकृति लाने जिल्ला प्रशासनले स्वीकृति लाग्यो भने बल्ल तपाईँ ड्रोन उडाउनु हालिहाल्छ। बन्द गर्नुपर्छ। म चाहिँ अहिले ठ्याक्कै यहाँबाट त्यो ड्रोन उडाउन मिल्छ कि मिल्दैन भनेर चाहिँ सोध्न गएको थिएँ होइन। नमिल्दो रहेछ, जिल्ला प्रशासनबाट चाहिँ के स्वीकृति लगेर चाहिँ आउनुपर्ने रहेछ। त्यही भएर चाहिँ ड्रोन भ्यू चाहिँ यता यो पुलमा चाहिँ नमिल्ने भयो होइन फाइनल्ली। अब यहाँबाट चाहिँ हामी जान्छौँ। अब त्यही फोटोसोटो सुट गर्छन् हल्का केटाहरूले। अनि त्यसपछि यहाँबाट चाहिँ हामी सिधै अगाडि चाहिँ निस्क्यो। अगाडि योभन्दा उता अगाडि गयो भने चाहिँ एउटा मन्दिर छ होइन, त्यो मन्दिरमा चाहिँ हामीले त्यो के अरे ड्रोन सट उतै लग्छौँ उता फाइनलतिर। यता चाहिँ मिल्दैन भयो भन्ने भयो। जाऊँ दाजु अब अगाडि अगाडि बढौँ। तैँले त्यहाँ भिडियो बनाउनु पर्छ नि यार दाजु, त्यहाँ मैले अन गरेर दिइरहेको थिएँ तर भिडियो बनाउनु भन्छ। तैँले यस्तो क्यामेरा गरेको तल यस्तो सिधा गरिदियो नि पानी थियो त्यो चाहिँ पानी मलाई दिनुपर्ने। ल अब हामी चाहिँ यहाँबाट अगाडि लाग्छौँ होइन। आइया बवाल साउन्ड छ अहिले, यो गाडीलाई कसले चाहिँ हाल्दैन, गाह्रो छ। यहाँ चाहिँ मान्छेको ठुलो देखाउँछु ल, यस्तो छ। पहिले खाली खाली हुन्छ, कहिले काहीँ भेटिने मान्छेहरू। अहिले चाहिँ यहाँ फोटोसुट पनि हुन थाल्यो रहेछ क्या। यस्तो बवाल यस्तो फोटोसुट हुन थाल्यो। टिकटक सिकटक बनाउने मान्छेहरूको पनि भिडभाड बवालै रहेछ। यस्तै हो। अब चाहिँ हामी केही नै छ र देखाउने ठाउँ यही नै हो, देखिसक्यो होइन जति छ। अब यहाँ चाहिँ अगाडि बढ्छौँ। खिचौँ न खिचौँ के छ र। ल म चाहिँ दाइको फोटोहरू यस्तो खिचिदिन्छु। अनि त्यसपछि निस्किनुपर्छ। यहाँ खासै त्यस्तो हेर्नुपर्ने नि केही छैन जस्तो लाग्यो। यही पुल नै हो, यही पुलको लागि अब यहाँ पुग्यो। दाजुको ताहा कस्तो लाग्यो दाजु अनि आजको घुमघाम? मजा आयो। अब यो त साह्रै मेरो ठाउँ यहाँ आइसकेपछि गाउँ आइसकेपछि यो कुनै पर्ने स्थिति हुन्छ नि। यहाँ बवाल छ क्या नदीमा। यहाँबाट हेर्दाखेरि होइन नर्मल छ क्या यो होइन, भ्यू हेर्दाखेरि नर्मल छ। के अरे हल्का हल्का बगेको जस्तो लाग्छ। त्यहाँ गयो भने अनि सर्लक्क एकैचोटि लगेको जस्तो हुन्छ क्या। उता हेर्नु त आन्टीको चाहिँ भिडियो खतरा बन्दैछ होइन। आन्टीले चाहिँ सुत्ती सुत्ती टिकटक बसी बसी त्यहाँ टिकटक बनाउँदै हुनुहुन्छ। अनि दाजु यता पोज दिएर खोइ मोबाइल दिउँ न दाइ। दाइको चाहिँ अनि म बाबाले एउटा भिडियो स्टार्ट गर्छु, फोन आइहाल्यो दाजुको नभन्दै। ओ भीम दाइ पछाडि आउनु न यार। यहाँ त अचम्मै छ हौ, अचम्मै। यता सक्दैन नि फेरि कसैले क्यामेरा टिकटक बनाउन।
टिकटकको माहौल छ यहाँ एकदम टिकटकको माहौल हाम्रो यहाँ दाजुको टिकटकको माहौल चल्दैछ मैले देखाइसकेँ यहाँ दाजु अझ के भन्नु न अब के भयो आजको दिन यार आजको दिनमा के कस्तो लाग्यो ड्रोन उडाउन मिलेन यहाँ मैले के देखेँ होइन क्या देखेँ अचम्म यार के हो यो कसको काम हो यो लेख्ने यो एलिसाको यो एलिसा प्रदीप भन्ने यार यार ओहो यहाँ अझ अर्को एन प्लस के यो के हो यो ए भगवान् के देख्नु पऱ्यो भने जस्तो यहाँ पुलमा आएर यहाँ रकमै छ होइन यहाँ त हेर्नु नसक्नु बनाएको रहेछ ओहो यो भले लेखा यहाँ वरिपट्टि सकिन्न हेर्न यहाँ गाह्रो छ ल यहाँ चाहिँ धेरै गाडी रोक्न नदिने रहेछ होइन यहाँबाट चाहिँ हामीलाई उता पठाएर अब हामी चाहिँ यहाँबाट निस्किन्छौँ भाइ चाहिँ उता कुरेर राख्नु भयो अब यहाँ चाहिँ हामी निस्किनुपर्छ ल यसरी नै हुन्छ होइन हल्ला खल्ली मार्केटमा धेरै गाडी रोक्न नदिने भएर चाहिँ अब हामी यहाँबाट चाहिँ निस्किन्छौँ ओके चिसो पानी मार्केटमा घुम्दै लाज शरम नमाने दाइ लाज मान्नु हुँदैन त्यही भएर हामी चाहिँ यहाँ घुम्दैछौँ अब घुम्ने क्रममा चाहिँ हामीले फोटोसोटो हान्यौँ राम्रो बाबाले हाम्रो काले दाइले पनि गएर निकालिदिएँ होइन लाज शरम किन दाइ कहाँ साँच्चै कालो हो कि मैले मजा गरेँ भन्नु कालै छु त्यो यहाँ के हेर्दै थाहा हुन्छ क्या तर दुःख गर्न मान्दा हुन्छ दाइ होइन ऊ मान्छे कालो भयो नि ऊ भन्दा एकदम मनकारी छ हाम्रो दाइ होइन ल गौमातालाई पनि सँग नि भेट भयो गौमाताले त यतै बस्ने कुरो भयो त पछाडि बसाइदिउँ खानेकुरा दिनु पऱ्यो भनेर पछाडि बसाइदिउँ न ल निस्किन्छ हामी यहाँबाट चाहिँ होइन जाम दाजु यार भयो अब धेरै घुमघाम गाईहरू न बाबु